आइपुगिसकेकी छु है। आरामै हुनुहुन्छ? पक्कै पनि आरामै हुनुहुन्छ होला। र यदि तपाईलाई अलिअलि बिसन्चो भएको छ भने पनि सन्चो पार्नको लागि हामी आइपुगिसकेका छौँ। आज सोमबारको यस बसाइमा पक्कै पनि हामी बढी भन्दा बढी रमाइलो गर्नेछौँ। त्यसैले कार्यक्रममा तपाईले पनि सहभागिता जनाउन सक्नुहुन्छ, तर दोस्रो विश्रामपछि मात्र। अहिले भने दुईजना कलाकार साथी बीचको दोहोरीलाई हामी कार्यक्रममा पस्कदैछौँ। त्यसैले दुईजना कलाकार साथी उपस्थित भइसक्नु भएको छ र उहाँहरूको बारेमा भन्नुपर्दा उहाँहरू दुवैजना अब चाँडै नै आउन लागेको दोहोरी अवार्डको नोमिनेसनमा पर्न सफल हुनुभएको छ। उहाँहरू दोहोरी साँझ गायक र गायिकाको नोमिनेसनमा पर्न सफल हुनुभएको छ। दुवैजनालाई म कार्यक्रममा स्वागत गर्छु। आज हाम्रो साथमा हुनुहुन्छ लोकदोहोरी गायक हुनुहुन्छ जेबी ओली, त्यस्तै गरी लोकदोहोरी गायिका हुनुहुन्छ मनमाया वाइबा। दुवैजनालाई पालो स्वागत गर्छु। त्यसै गरी हाम्रो सचिन पनि हुनुहुन्छ, सचिन ओली पनि हुनुहुन्छ आज ईश्वरीको सट्टामा। जेबीजी कार्यक्रममा स्वागत छ। धन्यवाद, नमस्ते र सबैलाई र इमेज च्यानल हेरेर बस्नुभएका सम्पूर्ण मेरो प्यारो दर्शकहरू श्रोताहरू सबैलाई मेरो हार्दिक नमस्कार र साथै तीजको शुभकामना पनि। धेरै बधाई छ। तपाईँ अब यस वर्षको नोमिनेसनमा पर्न सफल हुनुभएको छ, जुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्छ होइन, र दोहोरी अवार्ड र त्यसमाथि पनि दोहोरी साँझ गायकमा नोमिनेसनमा पर्नु भएको छ। नोमिनेसनमा पर्नु भनेको पनि धेरै ठुलो कुरा हो। यसको लागि यहाँलाई धेरै बधाई छ। धन्यवाद हजुरहरूलाई पनि। र मैले पनि सोचेको थिएँ अब अवार्ड नै जित्नुपर्छ भन्ने, त्यो धेरै पछाडिको कुरा हो। तर पनि नोमिनेसनमा पर्नु मात्रै पनि धेरै ठुलो कुरो लागेको छ, मलाई धेरै ठुलो कुरो लागेको छ। खुसी छु म पनि। हाम्रो तर्फबाट शुभकामना पनि छ। यस वर्षको अवार्ड तपाईँले नै जित्नुहोस् है। त्यसै गरी मनमायाजी कार्यक्रममा स्वागत छ। धन्यवाद। तपाईँलाई पनि धेरै शुभकामना अनि बधाई छ। तपाईँ पनि नोमिनेसनमा पर्न सफल हुनुभएको छ। हजुर। र आज हाम्रो मनमायाजी एकदम कम बोल्नुहुन्छ, गीतै मार्फत तपाईँलाई रमाइलो गराउनुहुन्छ। हाम्रो सचिनजीलाई पनि कार्यक्रममा स्वागत छ। सचिनजी पनि उपस्थित हुनुहुन्छ। तपाईँ देखिरहनु भएको छ हामी चारैजना छौँ तपाईँसँग प्रत्यक्ष दोहोरी खेल्नको लागि। पक्कै पनि सोचिरहनु भएको होला कुन भाकामा हामी दोहोरी खेल्छौँ आजको कार्यक्रममा भनेर। यो जिम्मा चाहिँ मैले मनमायाजी अनि जेबीजीलाई दिएको छु। जेबीजी, आज हामी कुन भाकामा दोहोरी खेल्छौँ? अब दोहोरी अलिकति सेन्टी गीतहरूमा खेल्दा कता कता मजा पनि नआउला, हाम्रो कलाकारहरूसँग गाउँदा पनि फेरि सबैलाई आउला नआउला होइन। त्यस कारण सबैलाई रमझम हुने खालको, सबैलाई गाउँदा पनि रमाइलो हुने खालको दोहोरी छ आज। डाँडै फुर्के सल्लो, मायाको गाउँ त चिने, घर चिन्नै सकिन, ओल्नु हो कि पल्नु, यही भाकामा दोहोरी खेलौँ भनेर कम्मर कसेर मनमायाजीसँग होइन, ज्यान पनि टमक्क परेको मोटाएर आउनु परेछ, खुसी लागेको छ। यही भाका हामीले रोजेर आएको छौँ यति बेला हाम्रो दर्शकहरूको लागि। पक्कै पनि जेबीजीबाट सुरुवात त्यसो भए। कम्मर कसिसक्नु भएको छ तपाईँले, हामीले कम्मर कस्न बाँकी छ, पटुका कस्न बाँकी छ होइन, त्यही भएर। हे मनमाया छन् तर म खाली, फेरि आयो उकाली ओराली, डाँडै फुर्के सल्लो, मायाको गाउँ त चिने, घर चिन्नै सकिन, ओल्नु हो कि पल्नु, तर म खाली, फेरि आयो उकाली ओराली, डाँडै फुर्के सल्लो, मायाको गाउँ त चिने, घर चिन्नै सकिन, ओल्नु हो कि पल्नु, मायाको गाउँ त चिने, घर चिन्नै सकिन, ओल्नु हो कि पल्नु। हे दाहिने आँखा गर्दै थियो फरफर, जेबीसँग भेट हुनु रहेछ र डाँडै फुर्के सल्लो, मायाले सम्झिराख नभुला घर मेरो, ओल्लो होइन पल्लो, गर्दै थियो फरफर, जेबीसँग भेट हुनु रहेछ र डाँडै फुर्के सल्लो, मायाले सम्झिराख नभुला घर मेरो, ओल्लो होइन पल्लो, मायाले सम्झिराख नभुला घर मेरो, ओल्लो होइन पल्लो। एकअर्काको यादमा रुन्छौँ भो, यस्तो लाग्थ्यो एक दिन भेट हुन्छौँ भो, डाँडै फुर्के सल्लो, मायाको गाउँ त चिने, घर चिन्नै सकिन, ओल्नु हो कि पल्लो, यादैमा रुन्छौँ भो, यस्तो लाग्थ्यो एक दिन भेट हुन्छ भो, डाँडै फुर्के सल्लो, मायाको गाउँ त चिने, घर चिन्नै सकिन, ओल्नु हो कि पल्लो, मायाको गाउँ त चिने, घर चिन्नै सकिन, ओल्नु हो कि पल्लो। हे गाइदिउँ गीत नबसौँ टोला र, भयो भेट इमेजले
छुटोसै तिम्रो र मेरो साथ दिनै पर्छ इमेजलाई धन्यवाद डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो तिम्रो र मेरो साथ दिनै पर्छ इमेजलाई धन्यवाद डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो हे अहिलेसम्म भा छैन घर माया पिरिम लाउन मन लाग्छ र डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो भा छैन घर माया पिरिम लाउन मन लाग्छ र डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो हे खाली भाछ मायाको झोला माया पिरिम नलाउने कोला डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो मायाको झोला माया पिरिम नलाउने कोला डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो हे के छ कुन्नी यो जेबी ओलीमा लट्ठै भए म तिम्रो बोलीमा डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो यो जेबी ओलीमा लट्ठै भए म तिम्रो बोलीमा डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो हे देकै होला भाग्यले लेखेर मनी मखै मोटो ज्यान देखेर डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो भाग्यमै लेखेर मनी मखै मोटो ज्यान देखेर डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो हे मोटो जानलाई त्यो मनले छुन्छ त छोयो। अब माया लगाइदिउ हुन्छ त डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो त्यो मनले छुन्छ त अब माया लगाइदिउ हुन्छ त डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो हे माया लाउन मैले मन पराछु अलि मुटी देखेर डराछु डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो मैले मन पराछु अलि मुटी देखेर डराछु डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि पल्लो हे कमी हुन्न कुनै चिज कहिले नि माया गर्न जानी छु मैले नि डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो कुनै चिज कहिले नि माया गर्न जाने छु मैले नि डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो
नाङ्गै भइयो पर्याछ छाया कस्तो माया लाउँछौ त मन माया डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो पर्याछ छाया कस्तो खालको लाउँछौ त माया डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो हे सोझी म त सोझै छ बानी राम्रो केटो चाहिया छ जुग जानी डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो सोझै छ बानी राम्रो केटो चाहिया छ जुग जानी डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो ए नजिकै छु नजरा लाउँदैछु जस्तो सोचे त्यस्तैलाई पाउँदैछु डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो नजरा लाउँदैछु जस्तो सोचे त्यस्तैलाई पाउँदैछु डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो मायाको घर त गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो पक्कै पनि एकैछिनपछि चिनिहालिन्छ नि कतै नजानु होला कार्यक्रममा अझै पनि हामी दोहोरी खेल्ने नै छौँ आज हाम्रो साथमा हुनुहुन्छ लोकदोहोरी गायक हुनुहुन्छ जेबी ओली लोकदोहोरी गायिका हुनुहुन्छ मनमाया वाइबा सचिन ओली पनि हुनुहुन्छ भने म अनुषा पनि छँदैछु र यतिखेर कार्यक्रममा पालो विश्रामको विश्रामपछि कार्यक्रम उकाली ओह्राली लिएर पक्कै आउनेछौँ उकाली ओह्रालीका प्रायोजक लक्ष्मी स्टिल्स Pantene र लाइफबॉय हजुर कार्यक्रममा राखिएको छोटो विश्रामपछि पुनः स्वागत छ हेर्दै हुनुहुन्छ कार्यक्रम उकाली ओह्राली इमेज च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको छ र आजको बसाइमा हामी प्रत्यक्ष दोहोरी गाइरहेका छौँ भने तपाईको दोस्रो विश्रामपछि पालो आउँछ त्यसैले आज राम्रो गाउने साथीले उपहार पनि प्राप्त गर्नुहुन्छ ग्लोबल बेकरी क्याफे मार्जगञ्ज चक्रपथको तर्फबाट तपाईको लागि लन्च वा डिनरको कुपन छ र हाम्रो पाहुनाहरूको लागि पनि लन्च वा डिनरको कुपन छ ग्लोबल बेकरी क्याफेको तर्फबाट ग्लोबल बेकरी क्याफेलाई धेरै धेरै धन्यवाद र त्यसको साथसाथै राम्रो गाउने साथीले अर्को कुपन पनि प्राप्त गर्नुहुन्छ महिला सद्भाव समाजद्वारा आयोजित 30 सांस्कृतिक कार्यक्रम जुन भदौ 7 गते शनिबार स्वयम्भू भुइँ खेलमा हुँदैछ यो कुपन पनि तपाईले प्राप्त गर्नुहुन्छ त्यसैले राम्ररी गाउनु होला लय शब्दमा ध्यान दिनु होला अहिलेको लागि पनि पक्कै पनि हामी अघिको दोहोरीलाई नै निरन्तरता दिन्छौँ हाम्रो मनमायाजीको पालो छ ट्र्याक चेन्ज गर्दा नि हुन्छ अब पुरा हुन्छ कि सपनी अहिलेसम्म एक्लै छु म पनि डाँडै फुर्के सलो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो हुन्छ कि सपनी अहिलेसम्म एक्लै छु म पनि डाँडै फुर्के सलो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो मायाले सम्झिराख नभुल घर मेरो ओल्लो होइन पल्लो हे नभने है मनमाया बेगिलै छु तिमी एक्लै म पनि एक्लै छु डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो मनमाया बेगिलै छु तिमी एक्लै म पनि एक्लै छु डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो हो कि पल्लो हे
ज्वाइँ खोजे है भन्दैछन् बाउ आमा डाँडै फुके सलो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो पर्छ र लामा ज्वाइँ खोजे है भन्दैछन् बाउ आमा डाँडै फुके सलो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो हे पिर परेरै तिमान रुँदैन म जस्तोले हुन्छ कि हुँदैन डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ए हो कि पल्लो यति मान रुँदैन म जस्तोले हुन्छ कि हुँदैन डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो हे 32 काटे भा छैन घर हुन्छ सानो नहुने के छ र डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो भा छैन घर हुन्छ सानो नहुने के छ र डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो हे अझै कति यो माया लायो सानो भन्यो कटक्कै मन खायो डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो यति मन लायो सानो भन्यो कटक्कै मन खायो डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो हे रक्सी पार्छु बिहानै उठी खान्छौ खान्नौ तोङबारा सुकुटी डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो बिहानै उठी खान्छौ खान्नौ रसिया सुकुटी डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो हे सानो सँगै कहाँ जान होला र दिन्छु भने के खान होला र डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो कहाँ जान होला र दिन्छु भने के खान होला र डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो हे सुना जेवी यो कुरा जान छुट्टै हुन्छ तामाङको सम्मान डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो यो कुरा जान छुट्टै हुन्छ तामाङको सम्मान डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो हे कस्तो कस्तो भइसक्यो आङ्नी यो ओलीले भेटायो तामाङ्नी डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो भइसक्यो आङ्नी ओलीले भेटायो तामाङ्नी डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो
बत्तीसै लक्षिण गुनामा छौ सानो मेरो लागि सर्वस्व हौ सानो डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो बत्तीसै छौ सानो मेरो लागि सर्वस्व हौ सानो डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो हे नढाटे है भनेको मान्छौ त हाम्रो बाउको जेठो ज्वाइँ भन्छौ त डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो भनेको मान्छौ त हाम्रो बाउको जेठो ज्वाइँ भन्छौ त डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो मायाले सम्झिराख नभुला घर मेरो पल्लो होइन पल्लो हे दुईटा मुटु एउटै झैँ बने त बन्नै पर्यो बनाउँछौ भने त डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो एउटा झैँ बने त बन्नै पर्यो बनाउँछौ भने त डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन बोल्नु हो कि पल्लो अब ज्वाइँ पनि बनाउने भइसकेपछि किन कुरा अगाडि बढाउनु भनेर रोकिदिइहालेको पक्कै पनि रमाइलो भइरहेको छ तपाईँको पनि पालो छ है अब भने तपाईँले फटाफट फोन गर्नुहोला विश्रामपछि हामी प्रत्यक्ष दोहोरी तपाईँसँग गाउनेछौँ पुरुष मित्रले पनि फोन गर्न सक्नुहुन्छ अनि महिला मित्रले पनि भने आज राम्रो गाउने साथीले पक्कै पनि प्राप्त गर्नुहुन्छ ग्लोबल बेकरी क्याफेको तर्फबाट लन्च वा डिनरको कुपन भने त्यसको साथसाथै तपाईँले पाउनुहुन्छ महिला सद्भाव समाजद्वारा आयोजित 30 सांस्कृतिक कार्यक्रमको कुपन जुन भदौ 7 गते शनिबार स्वयम्भू भुइँ खेलमा हुँदैछ अहिलेको लागि भने कार्यक्रममा पालो विश्रामपछि फर्कै आउनेछौँ उकाली ओह्राली का हजुर कार्यक्रममा राखिएको दोस्रो छोटो विश्रामपछि पुनः स्वागत छ यतिखेर भने कोही साथी आइसक्नु भएको छ को आउनु भएको छ उहाँलाई स्वागत गरिहालौँ नमस्कार हजुर दिदी नमस्ते ओहो नमस्ते को बोल्दै हुनुहुन्छ कहाँबाट हो हजुर म लम्की कैलालीबाट पदम बिसी दिजु लम्की कैलालीबाट हजुर हजुर म पनि पुगेको छु लम्कीसम्म त ए हो र पदमजी हजुर हजुर सन्चै हुनुहुन्छ एकदम ठिक छ दिदी हजुर भन्नु के रे एकदम सन्चै छौँ हामी पनि अब दोहोरी सुरु गरौँ छोटो समय छ हामीसँग है त ल अब तपाईले सुरु गर्ने कि हाम्रो मनमायाजीले सुरु गर्ने म नै टाढा छु दिदी म नै सुरु गर्छु है त हे टेलिफोनमै दोहोरी गाए कतै नजाऊ मैले मन पराए डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो दोहोरी गाए कतै नजाऊ मैले मन पराए डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो हे बढाउँछौ त मायाको कदम साँच्चै हो कि जिस्कायो पदम डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओलो होइन पल्लो मायाको कदम साँच्चै हो कि जिस्कायो पदम डाँडै फुर्के सल्लो मायाले सम्झिराख नभुल घर मेरो ओलो होइन पल्लो मायाले सम्झिराख नभुल घर मेरो ओलो होइन पल्लो हे तिमी मेरो म तिम्रै हुँ भने धरो म ढाँटेको छु भने डाँडै फुर्के सल्लो
मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो म तिम्रै हुँ भने धरो धर्म ढाँटेको छु भने डाँडै फुर्के चलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो हे लाउँथे माया सोचे झै नहोला पदमजीको श्रीमती छ होला डाँडै फुर्के चलो मायाले सम्झिराख नभुला घर मेरो ओलो होइन पल्लो सोचे झै नहोला पदमजीको श्रीमती छ होला डाँडै फुर्के चलो मायाले सम्झिराख नभुला घर मेरो ओलो होइन पल्लो मायाले सम्झिराख नभुला घर मेरो ओलो होइन पल्लो हे लड्की जुबन तिम्रैलाई साँचेको छैन बुढी एक्लै छु बाँचेको डाँडै फुर्के चलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो तिम्रैलाई साँचेको छैन बुढी एक्लै छु बाँचेको डाँडै फुर्के चलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो हे म पनि त थिइन नि अनमेको रहेछौ मेरै लागि नै जन्मेको डाँडै फुर्के चलो मायाले सम्झिराख नभुला घर मेरो ओलो होइन पल्लो थिइन है अनमेको रहेछौ मेरै लागि नै जन्मेको डाँडै फुर्के चलो मायाले सम्झिराख नभुला घर मेरो ओलो होइन पल्लो मायाले सम्झिराख नभुला घर मेरो ओलो होइन पल्लो हे बैस चढ्यो यो मनमा लहर छ अन्तर्जातीय बिहा गर्ने रहर छ डाँडै फुर्के चलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो यो मनमा लहर छ अन्तर्जातीय बिहा गर्ने रहर छ डाँडै फुर्के चलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो हो कि पल्लो पदमजी हजुर हजुर कस्तो राम्रो विचार तपाईँको होइन त्यही भएर रोक दिइहाल्यौँ हामीले है दिदी टाइम पनि सकियो होला के अरे समय पनि सक्यो सुन्नु न हजुर हजुर अब तपाईँको उपहार प्राप्त गर्नुभएको छ क्या तपाईँले होइन हजुर। काठमाडौँमा कोही हुनुहुन्छ काठमाडौँ सन्देशज्यू ल काठमाडौँमा को हुनुहुन्छ नाम भन्नुहोस् त एकचोटि चन्द्र जोशी चन्द्र जोशी हुनुहुन्छ अब चन्द्र जोशीजी त 30 को कार्यक्रममा जानुहुन्छ कि हुन्न होइन हजुर हजुर कोही दिदी बहिनी हुनुहुन्छ तपाईँले चिन्नु भएको भए पक्कै पनि उहाँको नाम दिन सक्नुहुन्छ हजुर ग्लोबल बेकरी क्याफेको तर्फबाट लन्च वा डिनरको कुपन तपाईँले प्राप्त गर्नु भएको छ साथसाथमा महिला सद्भाव समाजद्वारा आयोजित 30 सांस्कृतिक कार्यक्रमको कुपन पनि प्राप्त गर्नु भएको छ र भदौ 7 गते आउने शनिबार चाहिँ त्यो कार्यक्रममा जानुपर्छ दिदी त्यो हजुरले लिनु मिल्दैन हजुरले लिइ त राछु नि हजुरले त्यो लिएर गर्दिन होला नि अब हजुर नै जाने त्यसो भए हजुर 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 त त्यहाँ त्यसै पनि जान्छु क्या ए अर्को अरू थप एक्स्ट्रा हजुरको बहिनी छैन कोही छ भने दिनु होला नि ल पदमजी धेरै धेरै धन्यवाद छ है हजुर हजुर फेरि कुराकानी गरेर साह्रै मिठो गीत गाउनु हुँदो रहेछ खुसी लाग्यो है त अनि सुन्नु न अर्को उपहार लिन चाहिँ पठाइदिइहाल्नुहोस् है हजुर कुन उपहार चन्द्रजीलाई हस् हुन्छ है हस् त नमस्कार उहाँ हुनुहुन्थ्यो कैलालीदेखि पदमजी र अब भने हामीले पक्कै जाने बेला भइसकेको छ र जेबीजी पक्कै पनि रमाइलो भइरहेको छ तपाईँहरू यस वर्ष लोकदोरी अवार्डको नोमिनेसनमा पर्न सफल हुनुभएको छ आफ्नो दर्शक साथीलाई के भन्न चाहनुहुन्छ यति बेला जस्तो मैले धेरै गीतहरू निकालेको छु धेरै योगदान पनि गरेको छु सङ्गीतको फिल्डमा होइन यो संस्कृतिलाई जोगाउने क्रममा र अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले यो अवार्ड कार्यक्रम गरेको छ यति बेला र मलाई सबैले प्लिज म नोमिनेसनमा परेको छु दोहोरी साँझ
गायकबाट र म अहिले नोमिनेसन 5 मा परेको छु। मलाई 1 मा पार्दिनु होला। मेरो अब यो कलाकारिता क्षेत्रमा लागेपछि धन सम्पत्ति भनेकै यही एउटा जस्तो मात्रै लाग्छ। त्यसकारण प्लिज मलाई भोट गरिदिनु होला। मलाई भोट गर्नको लागि मेरो भोटिङ सिस्टम छ LDA गर्नु होला र एक स्पेस छोड्नु होला अनि 8D गर्नु होला र 2066 मा सेन्ड गर्नु होला। प्लिज 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 तपाईहरुको एक भोटले गर्दा पनि मलाई अलिकति खुसी मिल्छ, शान्ति मिल्छ, एउटा ऊर्जा मिल्छ। पक्कै पनि तपाईहरुको यो माया मलाई चाहिन्छ। प्लिज मलाई भोट गरिदिनु होला। त्यसैगरी हाम्रो मनमायाजी के भन्न चाहनुहुन्छ? तपाई पनि नोमिनेसनमा पर्नु भएको छ। हजुर, म पनि यसपालि लोकदोहोरी अवार्डमा नोमिनेसनमा परेकी छु। मलाई माया गर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा मेरो स्वर मन पराइदिनु हुने दर्शक महानुभावहरूलाई के अनुरोध गर्न चाहन्छु भने मलाई जिताउन सक्नुहुनेछ। यहाँहरुकै हात छ, जिताउनु हुन। मेरो LDA स्पेस अनि 9A गरेर 2066 मा सेन्ड गरिदिनु होला। विदेशबाट धेरै साथीहरूले मेरो आफन्तहरूले कोसिस गर्नुभएको थियो, भएन। यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरू सबैजनालाई सम्झिन चाहन्छु अनि जसरी पनि जिताइदिनु होला। अनि इमेज च्यानललाई पनि साथ दिनु होला। हाम्रो अनुषा बहिनीले पनि भनिराख्नु होला। पक्कै पनि दुवैजनालाई धेरै धेरै शुभकामना। यस वर्षको अवार्ड उहाँहरूले जित्नुहोस् र त्यसको साथसाथै तपाईँले सचिन ओलीलाई देखिरहनु भएको छ। उहाँ वाद्यवादकमा नोमिनेसनमा पर्नु भएको छ र यदि सचिन ओलीलाई तपाईँ जिताउन चाहनुहुन्छ भने पक्कै पनि तपाईँले उहाँको लागि पनि LDA टाइप गर्नुहोस्। त्यसै गरी 19B टाइप गरेर तपाईँले 2066 मा तपाईँले सेन्ड गर्नुभयो भने पक्कै पनि यो भोट चाहिँ हाम्रो सचिन ओलीले प्राप्त गर्नुहुन्छ। र अब पनि कार्यक्रमबाट पक्कै पनि हामीले बिदा माग्ने बेला भइसकेको छ। कार्यक्रम अब दिवस 7 को लागि सम्पूर्ण दर्शक साथीलाई मुटुभरिको माया हृदयदेखि नै धन्यवाद दिँदै हामी सबैजना बिदा माग्छौँ। हवस् त, नमस्कार।